यस्तो बबाल दामी सेलरोटी हाट कन्याम अन्ली। अब कन्यामको चिसो मौसममा तातो तातो रोटी र चपको मजा लिनुहोस्। ल नमस्ते, के छ त? अलि चलि आज चाहिँ बिहान हामी स्कुलबाट कन्यामतिर फिल्दै यसो जाँदै थिएँ अनि फाइनली यहाँनिर एउटा आन्टीले सेलरोटी बेचेको भेटेँ अनि फाइनल सेलरोटीहरू पनि दामी रहेछ र सेलरोटी र चप 50 को बबाल मगाएर चाहिँ खाने बिचारा दिँदै हुन्छ। उहाँले अचार पनि खतरा हालेर दामी रहेछ नि। गम खाएको चिसोमा तातो हल्का चिसो भयो थियो मैले खाँदा चाहिँ, नत्र भए चाहिँ दामी हुन्छ चिसो मौसममा बिहान बेलुका लागि। अनि यहाँ फेरि सेलरोटी चाहिँ टक्क चोप्ने रहेछ क्या, यो गुलियोमा पिरो चोप्दाखेरि चाहिँ मिठो हुँदो रहेछ। यस्तो गुलियोमा पिरो मोलेर खाँदा चाहिँ एकदम दामी टेस्ट हुँदो रहेछ। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यो सल्लाहगाडीको साइडको यो स्टल लाइनहरू हो, उम्रो ड्रेसको स्टलहरू हो। यहाँनिर आउँदा चाहिँ एकदमै मिठो रोटी खान पाउनुहुन्छ होइन। पैसा लिएर फाइनली म मिठामा दोकानले कन्याम चोकतिर डुल्न थालेँ अनि यसो हल्का फुल्का यस्तो रमाइलो भइरहेको थियो नि आज मौसम। आए हाय फाइनली काम पुगेको होइन। यहाँ दाइजी फेरि है गरी सिंहासनमा बसिरहनु भएको चाहिँ दिदी फेरि जाने मन भन्दै काम गर्दै अनि कन्याम यस्तो भइरहेको छ चिसो। अनि फाइनली कता टुर आएको रहेछ